कालिन्चोक भगवती। कालिन्चोक भगवती नेपालको बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एक धार्मिक पर्यटकीय स्थल हो। राजधानी काठमाडौँबाट करिब 151 किलोमिटर दूरीमा रहेको धार्मिक पर्यटकीय स्थल कालिन्चोक भगवती निकै चर्चामा रहेको छ। कालिन्चोकमा हिउँदको समय हिउँसँगै रम्न, स्की खेल्न अनि चैत वैशाखमा 3 प्रकारका रङ्ग उडेर फुल्ने लाली गुराँससँग तस्बिर खिच्न समेत आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्दछन्। दोलखाको सदरमुकाम चरीकोटबाट 15 किलोमिटर मध्ये 1 किलोमिटर मात्र पक्की र बाँकी कच्ची सडक बाटो हुँदै पुगिने कालिन्चोक भगवती मन्दिर दोलखा जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य स्थल 3842 मिटरको उचाइमा पर्दछ। कालिन्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत गरी 7 जना भगवती दिदीबहिनीहरूमध्ये एक भगवती हो भन्ने किम्वदन्ती रहेको छ। कालिन्चोक भगवती माईको दर्शन गरेमा मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास पनि रहेको छ। चरीकोटबाट कुरी गाउँसम्म मोटर बाटोबाट र त्यसपछि करिब 1 घण्टा पैदल यात्रा गरेर अथवा केबुल कार चढेर कालिन्चोक भगवती मन्दिरमा पुग्न सकिन्छ।
कालिन्चोक डाँडामा रहेको एउटा कुण्ड तथा शिवजी, गणेश र सरस्वतीको मूर्तिहरू भएको कुण्डलाई नै कालिन्चोक भगवती भनिन्छ। तर त्यहाँ भगवतीको कुनै पनि मूर्ति छैन, केवल त्रिशूल र घण्टहरूको थुप्रो मात्र छ। कालिन्चोक माईकुण्डको पवित्र जल धेरै टाढा दोलखाको बिमेश्वर मन्दिरभन्दा तल आउने कुरा त्यहाँका स्थानीयहरूले बताउने गर्दछन्। पश्चिमतर्फको बाटोमा भने करिब 3 गज चौडाइ र 6 गज जति लम्बाइ भएको 22 खुड्किलो रहेको फलामे भर्याङ पनि छ। यस भर्याङ एक डाँडाबाट अर्को डाँडालाई जोड्न वा एक डाँडाबाट अर्को डाँडासम्म जानका लागि बनाइएको हो। दुई डाँडाको बीचमा ज्यादै नै गहिरो खाडल पनि छ। यसको तल कुखुराको भाले बासेको सुनिन्छ भन्ने जनश्रुति छ। फलामे टोका यहाँबाट खस्यो भने चाहिँ सिधै सुनकोसीमा पुगिन्छ भन्ने विश्वास गरिन्छ। कालिन्चोक भगवतीको रूप र कुण्डका बारे विभिन्न किम्बदन्तीहरूमध्ये सत्य युगमा दोलखामा राक्षसहरूले ज्यादै नै दुःख दिएको र त्यो दुःखबाट मुक्ति दिलाउन कालिन्चोकमा भगवती प्रकट भएको भनाइ छ। भगवतीले राक्षसहरूलाई नाश गरिदिएपछि देवगणहरूले भगवतीलाई निम्ता गरी दोलखामा खुसी मनाएको इतिहास छ। त्यसैको प्रतीकको रूपमा प्रत्येक वर्ष बाला चतुर्दशीको दिन कालिन्चोक भगवतीमा किकिर्पा खट राखेर बाजा गाजाका साथ मन्दिर जाने प्रचलन छ र किकिर्पा बक्साएर फर्काइन्छ। पूर्णेको दिन डापा खलकले बाजा गाजा सहित सिन्दुरे जात्रा गर्ने प्रचलन छ। त्यसपछि मात्र नारायणी स्थानमा यज्ञ प्रारम्भ हुन्छ। यज्ञ कुण्डमा डकाकु डाकस ठुलो लाखेले कुल्चेपछि पुखुसी पोखरीमा एकजनालाई पौडी खेलाइन्छ र उसलाई इनाम स्वरूप राँगाको टाउको आधा दिने प्रचलन छ। कालिन्चोक कुण्डबाट 4 धारा भएर निस्कदा उत्तरतिर झरेकोलाई तामाकोशी, पश्चिमतिर झरेकोलाई सुनकोशी, पूर्व भागबाट झरेकोलाई सुन्द्रावती र भगवतीको कुण्डबाट झर्ने पानीलाई चरणावती भनिन्छ। कालिन्चोकमा भक्तजनहरू मन्दिरको दर्शनसँगै मन्दिर परिसरबाट मन्नै लोभ्याउने रोलबालिङ श्रृङ्खला, खुल्ला पहाड पर्वत, मनोरम प्राकृतिक दृश्यहरूको दृश्यावलोकन गर्न पुग्ने गर्दछन्।
यातायातको सुविधा नहुँदा भक्तजनहरू चरिकोटबाट 6 घण्टाको पैदल यात्रामा पुग्ने गर्दथे। त्यसबेला जनै पूर्णिमा, दशैं तथा चैती दशैंमा भक्तजनहरूको भिड लाग्दथ्यो भने पछिल्लो वर्षहरूमा सडक सञ्जाल विस्तार भएसँगै यातायातको पहुँच पुगेपछि हरेक शुक्रबार, शनिबार, आइतबार लगायत अन्य चाडपर्वहरूमा पनि दर्शनार्थीहरूको भिड बढ्न थालेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। नेपाल र छिमेकी मित्र राष्ट्र चीनको सिमानामा रहेको 7134 मिटर उचाइको गौरीशङ्कर हिमाल यही दोलखा जिल्लामा पर्दछ। यही गौरीशङ्कर हिमालबाटै नेपालको प्रामाणिक समय निर्धारण गरेको छ। गौरीशङ्कर हिमाललाई नेपालले हिन्दू धर्मावलम्बीहरूको आराध्य देव शिव र पार्वतीको प्रतीकका रूपमा पुजिने भएकोले यस हिमालमा आरोहण गर्न प्रतिबन्ध लगाइएको छ। कालिन्चोकको कुरी बजारसम्म कच्ची मटर बाटो बनिसकेकोले अहिले जीप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुक्खा याममा यदाकदा मिनी बस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन भने उपलब्ध छैन। अहिले कुरी बजारदेखि उकालो करिब 1 घण्टा पैदल यात्रा गरेर वा केबल कार चढेर कालिन्चोक भगवती रहेको स्थानमा पुग्न सकिन्छ। सुमी के तामाङ म लान्छु लान्छु साँच्चीकै लान्छु।
कहाँको स्याङतान नि कालिम्पोङको बस्ती कहाँनिर छ यहाँ मन्दिर भन्नु पछाडि तहरा छ नि बस्ने ठाउँ तर ल म लान्छु त्यो त्यसैको 3टा 203 बाबालाई फेरि अनि के हुन्छ हो आफ्नो दाजुभाइ नेपाली दाजुभाइहरूलाई यसो चित्तै दुख्यो रे दिदीको चित्तै दुख्यो है कहाँनिर दुख्यो त तपाईँको पनि एउटा लान्छ नि त 100 रुपियाँ दिनु 100 रुपियाँमा त नदिने दिनु 100 रुपियाँ हेर्दा तामाङै जस्तो रहेछ पाक्ने ल मेरो सोल्टिनेहरू रहेछ अनि ठ्याक्कै सोल्टिन्न पर्यो स्याङतान पाक्ने त सोल्टिने हो नि आफ्नो सोल्टाहरूलाई 100 रुपियाँमै दिनु ल दुईटा लान्छु परिस कुन चाहिँ गोड लानुहुन्छ भन्छ यहाँ मोटीबाट लानुहुन्छ कि पातलीबाट लानुहुन्छ दिदी बहिनी हो के दिदी बहिनी हो दिदी बहिनीमा त लु 100 रुपियाँ दुई लान्छु हामी यो भइहाल्छ नि कस्तो लोभ गर्नु धेरै लोभ गर्नु हुँदैन क्या आउँछ नि कस्तो बाटो निपो क्या खै सानो हुँदैन क्या ठुलो हाल्नु न यति टाढाबाट आएर अनि कहाँ जाओस् पातल हाल्नु भाइ रे म त दाइ चाहिँ होला होइन होला म 40 पुग्छु म 39 पुग्छु नि ल उमेर पनि मिल्दो रहेछ ठ्याक्कै 100 रुपियाँ गरौँ दाइ छुट्टी 100 रुपियाँ एउटा खानु चाहिँ दुईटा तपाईँको मायाले कति दिनुहुन्छ अब त्यति खानु सोल्टिनीको मायाले होइन यो त महँगो छ नि महँगो हो लानु 100 रुपियाँ हुँदैन खाइदिनु न 2 पिस त के फरक नि 50 रुपियाँ म लेख्छु न Siapa deh?